हेलो एभ्रिवान, हजुरहरू सबैलाई आजको भिडियोमा स्वागत छ। आजको यो भिडियो चाहिँ जति पनि हाम्रो नयाँ स्टाफहरू छ उनीहरूलाई फिल्टर चाहिँ कसरी चलाउने, कसरी ब्याकवास गर्ने, कसरी फिल्टर गरेर पानी छोड्ने भनेर चाहिँ सिकाउनका लागि सबैलाई लिएर आएको हो। र हाम्रो फिल्टर हाउस चाहिँ अलिक जङ्गलमा भएकोले गर्दाखेरि अलिक मैलाहरू पत्ताहरू हजुरहरूले देखिरहनु भएको होला। यसमा चाहिँ हजुरहरूले टेन्सन मान्नुपर्ने छैन, यो सबै बादमा सफा भइहाल्नेछ र अगाडि के हुनेछ हजुरहरूलाई म देखाउने छु। यसको भेल मिलाता है, यसको खोल्नु यता 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 तपाईँकोपट्टि खोल्नु, खुल्लै छ त्यो। खुल्लै। अब मेन चाहिँ यो हो कि यो तपाईँको यताउता गर्दाखेरि बाइचान्स मिस्टेक भयो बाहिर गइहाल्छ। त्यही भएर ओइ गरेर भन्छु, यो त तासमा मिलाउनु थालेछ। फेरि जोले कहिले तासै नखेल्ने त्यो मान्छेलाई तास राखेँ। यो त फिरोजले लिएको जस्तो लाग्यो, म फिरोजले लिएको जस्तो लाग्यो। होइन भण्डारी फिल्टरमा हाल्न, फिल्टरमा त्यो कहाँ त्यो मात्रै खोलेर छोडेको। मलाई लाग्छ फिल्टरमा चाहिँ कहाँबाट पस्छ अनि जस्तै अब हाम्रो पानी आउँछ, यसलाई खुला गर, यसलाई बन्द गर्न। एकछिन ए प्रोसेसमा भन्नु थालेको तैँले। ए म त त्यही त एकछिनमा भन्नु थालेँ कि। ओ यहाँ त्यो बाटो पड्क्यो सड्क्यो जान्दैन ऊ यहाँ ऊ टिचिङ हुँदैछ, टिचिङ पर्सनल्ली। भोलि एकपल्ट त्यसै प्रकार हेरेर अरे कति दाजु पहिला भोलि पाउँला भन्ने हुन्छ। जस्तै अब मेरोबाट पानी आएन, यो मेन हो, मेन नि आएन, मेरोबाट पानी आयो, मेरोबाट पानी आएर बसेको यो भयो एउटा इनलेट भयो, तपाईँको इनलेट भयो। पानी फिल्टर गर्ने खास यो यहाँबाट आएर यो पानी यहाँबाट भएर यहाँबाट माथिबाट पसेर फिल्टर भएर यहाँबाट निस्किनु होइन। यहाँबाट कतै आएपछि यो इनलेट भयो। अहिले पानी के छ भने यो बन्द छ, हामीले यहाँबाट फिल्टरमा हालेको छैन, यो बन्द हो। यो कुन बन्द हो, यो खुल्ला हो, यो खुल्ला हो, यो बन्द, यो बन्द छ। अहिले हामी पानी मिल्छ भने खोलाबाट आएको सिधै यहाँबाट हाल्छ, यहाँबाट हाल्छ, यसलाई पनि बन्द गरेको सबै गरेर यसलाई खुल्ला गर्छ। यहाँबाट सिधै ट्याङ्कीबाट हाल्छ पानी अहिले हुँदैछ, दुईवटा खुल्ला छ। यहाँबाट पानी यहाँ पस्छ, यहाँ ब्लक छ, यता हामी खोजेको छैन, त्यहाँबाट आएर यहाँ खोजेर यहाँ झरेर उँधो पनि जाँदैन, यता आएर सबै यता खोजेर जान्छ। अब हामीले पहिला फिल्टर गर्नुहुन्छ, पहिला हामीले ब्याकवास गर्नुपर्ने हुन्छ। ब्याकवास चाहिँ उँधोबाट हुन्छ, पानी यहाँबाट हामीले हालेर उँधोबाट बढाएर निकालेर त्यसको खोज्छ ब्याकवास। ब्याकवास पहिला मतलब हामीले जब पानी फिल्टर हुन्छ, ब्याकवास भनेको चाहिँ फिल्टर जुन छ नि, त्यो फिल्टरमा पनि हामीले माथिबाट पानी हाल्यो, त्यसको लेभल जान्नु हुन्छ नि, त्यसलाई मुनिबाट चाहिँ प्रेसर दिएर माथिबाट निकालेर त्यहाँबाट हाल्यो ब्याकवास। ब्याकवास कसरी गर्छ भन्दाखेरि अब हामीले यहाँनिर अहिले डाइरेक्ट लाइदिनु पर्छ। अब ब्याकवासको लागि हामीले पानी यहाँ हाल्नु, त्यसमा हाल्नु हो, त्यसमा हाल्दाखेरि अब हामीले यो भेलाको ट्याङ्की जानु छ, यहाँबाट पानी आयो, यहाँबाट त्यसलाई हामी यहाँबाट हाल्छ। अहिले पानी त खुलेर अब हामीले लगाउनु पर्छ, अर्को खुल्ला गरे बाहिर पड्किन्छ है पुरो जानु हो। पानी यहाँबाट आएर यहाँबाट आयो होइन, सबै यहाँबाट झरेर कहाँबाट खुल्ला थियो। अब ब्याकवासमा कति बेला पानी भएर के हुन्छ भन्दाखेरि यहाँ थाल्नु, यहाँ हाम्रो भेल भयो, यो चाहिँ केयर हो, ब्याकवासको केयर हो। अब यहाँ थाल्नु पनि यहाँबाट हावा आउनु थाल्यो। जब यहाँबाट पानी खर्र निस्किन्छ त्यतिखेर चाहिँ हामीले यसलाई जम्मा गर्छौँ। अहिले हेर्नु पनि ब्याकवासको पानी जाँदैन, पानी ल्याएको यहाँ हो।
जतिखेर ट्यापको खोइबाट सबै भइसक्यो त्यसबाट काटेर दिन्छ म्युजिकहरू पुरा छ ट्यापको खानु पनि छैन पुरा बिग्रिरहेको हो त्यसो खुल्ला भयो भने यहाँ थाल्नु मैले यहाँ हावा आउनु थाल्यो हो हावा आउँदैछ हावा अहिले सबको चलाउनु भयो नि अनि पानी जब पनि आउनु दिन्छ निस्केपछि हामीले भनिदिन्छ अब लोडीहरू पनि त्यो पानी यहाँबाट गएर यसले हाल्नु त्यहाँबाट निस्केर त्यो पाइपबाट गर्नु भएको तब चाहिँ यो पानी सबै ल्याएर यहाँबाट हाल्नु पर्ने पुरा मैले हेरि गरेँ त्यहाँ सबै भइसकेपछि त्यहाँदेखि फेरि यहाँ धुमाएर फेरि हामी माथि हाल्नु पर्छ त्यसको लागि चाहिँ अब यति कम्ती वेट गर्नु पऱ्यो जसले पानी हाल्नु त्यो ग्यास प्रोसेस छैन अहिले गभर्मेन्टले आवाज हाल्दैछ भन्दा चाहिँ हाल्छ नि एकछिन पर्छ एउटा गरेर के गर्नुपर्छ पहिला ब्रेकफास्ट गर्नुभन्दा अगाडि चाहिँ तिम्रो यो सानो खोल सानो त्यसबाट चाहिँ हावा जानु दियो हो अब बिचको अब अलिक आउँदेऊ अलिक मजाले आउँदेऊ अब अर्को त्यो माथि बिचको बन मुनिको पनि खोला अब यताको बन्द गर यताको यो हौ यो बस हामीले बनाएको पानी चाहिँ यो जति एरिया देख्नुहुँदैछ यहाँ सप्लाई हुन्छ र आज काम सिकेर हाम्रो साथीभाइ पनि धेरै खुसी भए र हजुरहरूलाई पनि यो भिडियोबाट केही सिक्न मिल्यो भने मेरो भिडियोलाई लाइक शेयर कमेन्ट गर्नुहोस् होला अनि च्यानललाई पनि सब्स्क्राइब गर्नुहोस् होला धन्यवाद।